मधेसमा जितेन्द्र सोनलको नेतृत्वमा सरकार गठन हुन नपाउँदै फेरि त्यहाँ सत्ता समीकरणको चलखेल सुरु भएको र त्यसमा नेकपा एमाले र नेकपा नेपाली कांग्रेसका मानिसहरू लागेको मैले सूचना प्राप्त गरेको छु। नेपाली कांग्रेस र नेकपा एमाले साँठगाँठ गरेर कृष्णप्रसाद यादव र सरोज कुमार यादव दुईटाले गठबन्धन गरेर अब फेरि कांग्रेस र एमालेको सरकार गठन गर्नको लागि मधेसमा चलखेल गरेको सूचना मैले प्राप्त गरेको छु र यसको लागि करोडौं रुपियाँ हातमा बोकेर सांसद खरिद बिक्रीसम्मका हरकतहरू गर्न कांग्रेस र एमाले जस्ता जनताबाट खास गरी जेनजी आन्दोलनबाट लखेटिएका परित्याग गरिएका र तपाईको धपाइएका भ्रष्ट तत्त्वहरूको एउटा फेरि त्यहाँ चलखेल सुरु भएको भन्ने मैले जानकारी पाएको छु। अहिले त्यहाँ जसपा, लोसपा, जनमत, एकीकृत समाजवादी र माओवादीको 5 वटा दलको एउटा गठबन्धनमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल मुख्यमन्त्री बन्नुभएको छ। एउटा गठबन्धन सरकार बनेको छ जुन सरकारलाई एक किसिमले जेनजीको भावनालाई सम्मान गर्ने सरकार भन्न पनि सकिन्छ, किनभने कांग्रेस र एमाले त जेनजीको आन्दोलनलाई रिजेक्ट नै गरेको छ। कांग्रेसले पनि खुलेर प्रशंसा गरे जस्तो समर्थन गरे जस्तो लाग्दैन र जेनजी मुभमेन्टलाई पनि एप्रिसिएट गर्ने यी दलहरू अहिले मधेसमा सरकारमा आएको हुनाले यो सकारात्मक कुरा हो। तर हिजोका मठाधीश कांग्रेस र एमालेका दलहरू फेरि षड्यन्त्रमा लागेको हुँदाखेरि त्यो षड्यन्त्र चिर्नको लागि पनि तपाईको चाहिँ नि 5 करोड 10 करोड चाहिँ नि उनीहरूले जुन खर्च गरिरहेका छन् नयाँ गठबन्धन बनाउनको लागि त्यो षड्यन्त्रलाई समयमै एक्सपोज गरेर त्यो षड्यन्त्र पूरा हुन नदिनको लागि जेनजी पुस्ता पनि सजग हुनु परेको छ भन्न चाहन्छु। थ्याङ्क यू भेरी मच।